ब्रुसेलोसिस रोग पशुहरूबाट मानिसमा समेत सर्न सक्ने जुनोटिक रोग हो। गाई, भैँसी, भेडा, बाख्रा, सुँगुर, मृग, याक आदिमा संक्रमण गराउने यस रोगले दुधालु पशुहरूमा बाँझोपन गराउन समेत गराउँदछ। जनस्वास्थ्य तथा अर्थतन्त्रमा पार्ने असरले गर्दा यस रोगलाई अन्तर्राष्ट्रिय समस्याको रूपमा पनि लिएको छ। रोगको कारणहरू के हुन् त? गाई भैँसीमा ब्रुसेलोसिस एबोर्टस र भेडा बाख्रामा ब्रुसेलोसिस मेलिटेन्सिस र सुँगुरमा ब्रुसेलोसिस स्विस, बाख्रा र कुकुरमा ब्रुसेला क्यानिस र मानिसमा कडा खालको ब्रुसेलोसिस मेलिटेन्सिस। तर ब्रुसेलोसिस ओभिस बाहेक माथिका सबै जीवाणुले मानिसमा रोग लाग्न सक्छ। रोग सार्ने तरिका: संक्रमित पशुहरूको फाँचो, दूध र दूधजन्य पदार्थ जस्तै चीज, मक्खन र क्रिम आदि ब्रुसेला जीवाणुका कारण मुख्य स्रोतहरू हुन्। काँचो मासु र त्यसका परिकारहरू पनि अन्य स्रोतहरू पनि हुन सक्छ। पशुका मलमूत्रबाट दूषित काँचो तरकारी खाँदा पनि केही मानिसमा ब्रुसेलाको संक्रमण भएको पाइन्छ। पशुहरूमा प्रजननका समस्या र संक्रमित भएले पशुको वीर्य मार्फत पोथीमा रोग लाग्न सक्छ। रोगका चिन्ह तथा लक्षणहरू: पशुहरूमा गर्भ तुहिने 5 देखि 9 महिनासम्म, सालनाल समयमै नझर्ने, मरेको वा कमजोर बच्चा जन्मिने, प्रजनन क्षमतामा हरास आउने, भालेमा अण्डकोष सुन्निने, कहिलेकाहीँ जोर्नी सुन्निने समस्या देखिन्छ। मानिसमा विशेष लक्षणहरू नदेखिने, लामो समयसम्म निको नहुने, रोगको परिणाम स्वरूप कलेजो सुन्निने, जोर्नीहरू सुन्निने, हड्डी खिइने, रक्त अल्पत्ता, सेतो अल्पत्ता, प्लेटेलेट्समा कमी, मेनिन्जाइटिस, पिसाब नली सुन्निने, आँखामा विकार, मुटुको भित्री भाग सुन्निने सक्छ। कम तीव्र खाले ब्रुसेलोसिस, ज्वरो आइरहने, जोर्नीहरू सुन्निने महिलामा गर्भवती, गर्भपतन हुने भने पुरुषमा अण्डकोषहरू सुन्निने गर्दछ। रोकथामका उपायहरू के हुन् त? दूध र दूधजन्य उत्पादनलाई पास्चुराइजेसन गरेर वा उमालेर पकाएर मात्र सेवन गर्नुपर्छ। मासु तथा मासुका परिकारहरूलाई राम्ररी पकाएर खानुपर्छ। ब्रुसेलोसिसबाट संक्रमित हुन सक्ने पशुहरूलाई बाधशालामा राम्ररी जाँच गरी वध गर्ने र मासु तथा फोहोरको छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्छ। पेशागत रूपमा संक्रमित हुन सक्ने वा उच्च जोखिम परेका व्यक्तिहरू जस्तै कृषक, बाधशालामा काम गर्ने पशु चिकित्सक, प्राविधिक र प्रयोगशाला कर्मीहरूलाई यस रोगबाट बच्न व्यक्तिगत तथा वातावरणको सरसफाइमा जोड दिनुको अलावा खोप लिने सल्लाह पनि दिइन्छ। संक्रमित पशुको शव लगायत फोहोरलाई होसियारपूर्वक गाड्ने र विसंक्रमण गर्नुपर्छ। धेरै रोग देखिने ठाउँमा पशुहरूमा ब्रुसेला एबोर्टस खोपको प्रयोग गर्नुपर्छ।